12 वर्ष मेला लाग्ने हो 84 भदौमा यहाँ चाहिँ मेला लाग्छ रे गोदावरी मेला 12 वर्ष मेला लाग्छ खासमा 12 वर्षमा एकचोटि हुन्छ अर्को नयाँ काम पनि गऱ्यौँ के काम भन्दाखेरि जाडो महिना नुहाएर पनि रेकर्ड तोडिहाल्यो नसक्ने जाडो भइरहेछ त्यसमा घाम पनि ताप्न मिल्ने जाडो महिनामा भाइले हाम्रो कन्दमूल खाँदैछन् यतातिरको के भन्थ्यो रे धनीराम यसले मालिक भाइले हाम्रो कन्दमूल खाँदैछन् यतातिरको हामी यो गोदावरीको माथि डाँडा डाँडातिर आएको छौँ गोदावरी यसो घुम्नलाई गोदावरीबाट देख्ने कुराहरू जुम गरेर देखाउनु त मिल्दैन जुम गरेर देखाउन नमिल्यो भने जस देखाउन चाहिँ देखाइदिन्छु म एकचोटि भ्यू यहाँबाट देखिने भ्यू होइन त कस्तो हुने रहेछ किसकी यस्तै हो भक्तपुर होला जहाँसम्म लाग्छ यो अस्ति भर्खर यो जलेको त्यो जलाएको थियो चेन्जी आन्दोलन जलाएको यो भयो गोदावरीको जङ्गल हेर्न सक्नुहुन्छ यहाँ माथितिर भूभाल त्यो चाहिँ काठमाडौँहरूको देखिने काठमाडौँ भक्तपुरको भ्यू नै होला जहाँसम्म लाग्छ जुम गरेर देखाउन नमिल्दो रहेछ दाइलाई कस्तो लाग्यो आज यतातिर आएको अनुभव एकदम राम्रो रमाइलो भइरहेछ भाइ अनि अरू के भने र यहाँबाट तर एकदम रमाइलो लाग्यो त्यही त यहाँ मासेर नि डाँडा यस्तो बनाएको त्यहाँबाट हिँड्दै आउनु त तपाईँलाई कस्तो भइरहेछ एकदम राम्रो रमाइलो भइरहेछ घुम्न चाहिँ आउनुपर्ने रहेछ यहाँनिर होइन ठाउँको नाम चाहिँ के भन्थ्यो ठ्याक्कै गोदावरी डाँडा डाँडा नै होला जहाँसम्म लाग्छ त्यही नै होला पनि थाहा नै भएन गोदावरी डाँडा भन्छ अरे यसलाई तपाईँले कहाँ सोध्नुभयो तैँले भने त हेरौँ यहाँबाट पनि देखिन्छ कमसे कम अहिले पहिरो गएको छ रोडसँग लिएर मान्छेले त्यहाँनिर चाहिँ बाइक लगाएर देखाउँछ क्या सकाट छेउमा लगाएर भिड नै गर्छ क्या त्यो तल डाँडामा त्यो छेउमा यो चाहिँ यस्तो तोरण सोरण टाँगेको छ यहाँ मासतिर ल हेर्न सक्नुहुन्छ दाइले लिएर आएको मैले घुमाउनलाई यहाँनिर हो रुममा कति सुतेर बस्नु त भनेर दाइलाई घुमाउनु ल्याएको होइन हामी घुम्न नि आइयो जस दाइले घुमाउनु लिएर आनी हो पाटेर कस्तो घुम्ने हो अरे एकछिन हामीले अर्को नयाँ काम पनि गऱ्यौँ के काम भन्दाखेरि जाडो महिना नुहाएर पनि रेकर्ड तोडिहाल्यो नसक्ने जाडो भइरहेछ त्यसमा घाम पनि ताप्न मिल्ने जाडो महिनामा नुहाइयो पनि जस रमाइलो जङ्गल चाहिँ काइदाको छ कि यतिको जङ्गल चाहिँ हुनु पऱ्यो कि नेपालभर अनि पो हुन्छ त सबै घरै घर मात्रै छ अनि हरियो परियो पहिला रोड राम्रो थियो अहिले चाहिँ यो कस्तो भने नि यस्तो पहिरो गएर यहाँ पनि अलिकति बाटो चाहिँ अवरुद्ध भएर रहेछ भित्रसम्म ताछिएर रहेछ नत्र यस्तो बाटो थियो यहाँनिर होइन एकचोटि पहिला आउँदा यस्तो बाटो यहाँ पनि वरसम्म यस्तो पनि थियो क्या दिले मान्छेहरू प्रायः आउँछन् यहाँनिर नआउने होइन अब यहाँ देखिँदैन जुम गरेर देख्नु मिल्यो त उहाँ तल त्यो घाम लागेर यस्तोबाट त्यो कुनाबाट यस्तो लागेर दाहिने लागेर आउने ठाउँ हो क्या त्यहाँबाट उता देब्रे लाग्यो भने चाहिँ उता माथि के त्यो फुलचोकी डाँडा के भन्ने डाँडातिर पुग्दो रहेछ म एकचोटि झुकेर गएको थिएँ
अच्छा त्यहाँबाट यस्तै आइसकेको चाहिँ अलिकति बाटो चाहिँ होइन जस्तो छ। भाइले हाम्रो कन्दमूल खाँदैछन् यतातिरको। यहाँ पनि खनेर नि यस्तो बनाएको यहाँनिर चाहिँ हेर्न मान्छेहरू फोटो खिच्ने पनि मान्छे पाएकै हुन्छ। यहाँनिर चाहिँ बाइक राखेर फोटो खिच्ने ठाउँै हो यो चाहिँ। फोटो खिच्ने क्यामेराम्यान उहाँ पैसा मुनि भिड लड्यो भने मान्छे चौतारी भेट्न गाह्रो छ। युट्युब सबिन छ। सबिन एसटिया चाहिँ 075 सबिन हेलो चेन खोले है नि दाइ झोला पछाडि कस्तो रमाइलो ठाउँ रहेछ है। त्यो नाम तपाईँलाई लिएर आएको अरे रुममा कति सुतेर बस्न रुममा सुतेर गएर भिडभाड भइरहेको होइन। यहाँ एकदमै रमाइलो ठाउँ यस्तो माथितिर जङ्गल होइन। पारि जाँदा बाटो पनि कस्तो रमाइलो। हाम्रो गाउँतिर भन्दा नि एकदमै राम्रो रहेछ होइन। योभन्दा राम्रो छैन हाम्रो योभन्दा राम्रो छैन। तर यहाँ चाहिँ बाइक सिधै मात्रै रहेछ, अब गाडी चाहिँ सिधै रहेछ। यस्तो रहेछ बाटो चाहिँ होइन, सानो बाटो तर एकदम जङ्गल। हाम्रोतिरको त्यो खस्रो जङ्गल भन्यो भने पनि एकदम घनाघोर जङ्गल रहेछ। चित्तहरू आउने तर अहिले डर पनि लागिरहेको छ। तर भाइले दाइ नडराउनु भनेर मात्रै हो। तर यतातिर चाहिँ चित्त आउने रहेछ। यहाँ माथि चित्त होइन रहेछ। मलाई त हो जस्तै लागेको थियो त्यहाँनिर। अनि चाहिँ त्यति अरू रोकिएको हो यो पारि त्यस्तै राम्रो। भने चित्त बिहान रमाइलो भइरहेको छ यता। आहा माथि क्या राम्रो जङ्गल लिएर। ओ माई गड यहाँबाट त माथिरै फर्काइदिएको छु त हो मैले त अलि ल हेर यहाँ कस्तो कुना हेर्छ। जङ्गल हेरे बाटो पनि कस्तो राम्रो छ एकदम। अगाडिबाट जोड्ने हिँडेको छु ल गाइड हेरौँ है। ल यहाँनिर त्यस्तो पो भएर ल यहाँबाट बिस्तारै अब तर यहाँ चाहिँ बाइकमा हिँड्ने ठाउँ चाहिँ होइन रहेछ केटा। मान्छेहरू खुट्टाले हिँड्ने ठाउँ रहेछ यार। त्यही भएर बाटो राम्रो बनाएको छैन जस्तो लाग्यो मलाई। यस्तो हो नि त दाइ। अब हामी दाजुभाइ भयो बाइकमा हिँड्ने, केटाकेटी भयो पो हिँड्ने गफ गर्दै हिँड्नु। अब के गर्नु, केटाकेटी चाहिँ एकदम दामी हुने रहेछ। तर यो ठाउँ चाहिँ जङ्गलमा यसो अब होइन यस्तो माथि जङ्गलतिर जानु नि भयो होइन। ए ल हेर कस्तो राम्रो रहेछ। हेर सोध्दै नसोचेको छ जङ्गल यस्तो झाडी। आहा हेर कस्तो राम्रो शीतल हुने ठाउँ रहेछ। कस्तो राम्रो ठाउँ रहेछ। यो भिडियो चाहिँ केटा नहाल्ने फेरि केटा फेरि कतैतिर पनि नहाल। म बोलिरहेको छु फेरि मेरो बेइज्जत हुन्छ। तर त्यो पनि यहाँ रेकर्ड भइरहेछ। राम्रो पाउँछ है। मेरो मोबाइललाई झाल्नुपर्छ यो भिडियो। राम्रो ठाउँमा हेर यस्तो जङ्गलमा त टक्क लगाएर होइन कुखुराको मासु ल्याउने लोकल कुखुरा
अनि त्यसपछि लोबर कुखुराको मासु ल्याउने, रक्सी ल्याउने, घारी ल्याउने, अनि टक्क चप्प खाँदै है यस्तो जङ्गलको एकदम यो दृश्यहरू हेर्दै होइन अनि जङ्गलको दृश्य हेर्दै चप्प दारू लोकल कुखुराको मासु अनि त्यसपछि लगाएर चाहिँ गर्न चाहिँ एकदम राम्रो छ। पिकनिक आउनलाई चाहिँ दामी हुन्छ है एकदम ल यस्तो राम्रो ठाउँ। तर मैले चाहिँ जिन्दगी देखा पनि लगेर यो के भन्छ यो के को यो जरा हो टुप्पैसम्म गइरहेको छ भनेपछि कति अर्को दुःख यो त फेरि राम्रो अब चाहिँ आइपुग्यो हामी माथि डाँडाबाट तलसम्म आइपुग्यो होइन यहाँ तलसम्म आइपुग्यो। अब चाहिँ राम्रो रोड आइपुग्यो जस्तो छ। यहाँबाट सरर लगाएर स्लो राम्रो जग्गा गोदावरी बनेमा भन्छ त गोदावरी डाँडैमा कि बनेमा हो गोदावरी बने बजाऊ ताली सरर नाचौँ न फनफनी आजको रात रमाइलो भुलेर फिर पनि बजाऊ ताली सरर नाचौँ न फनफनी आजको रात रमाइलो भुलेर फिर पनि मादलको तालैमा छमछमी पाऊ झुलु कम्मर मारी नाचिदेऊ न मेरी सुन्तली वन किचरी वनैमा गाउँ किचरी गाउँमा मनको माया साटौँ न यही रमाइलो ठाउँमा बजाऊ ताली सरर नाचौँ न फनफनी आजको रात रमाइलो भुलेर फिर पनि जुहारी र भाकाले गाउँ घरै रसायो तिमी हाँस्दा हेर त जुनै पनि लजायो हो जवान जान्छ कौडीमा ढल्किएपछि घाम मिलेर सबै नाचौँ न छैन रूपा जाने मोटर पश्चिम जाने रेल आजको यो भेट घाट माया पिरतीको खेल नाचौँ न फनफनी बजाऊ ताली सरर बजाऊ ताली सरर नाचौँ न फनफनी आजको रात रमाइलो भुलेर फिर पनि सिटी र तालीको आवाज सँगै गीत सकिन्छ अब त्यो 12 वर्ष मेला पनि अब 2 वर्षपछि लाग्दैछ अरे क्या खासमा हेर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ मुनि ताराहरू पनि देखाउँछ। अहिले कत्रो 9 पनि बनाएर फेरि
गोदावरीले चाहिँ भिडियो बनाइरहनु भएको छ माइकमा अनि अहिले चाहिँ बनाएर क्या ढलहरू चाहिँ हाल्नु नआफ्नो लाग्छ कता धारा छ 2 4 5 छ अब 2 वर्ष मेला बाँकी छ भने 2 वर्ष अब मेला हुनला 84 हुने हो 84 भदौमा गाडी नै खाइ भनिदिनु हो यो खासमा यहाँ पनि शिवको मन्दिर होइन र यहाँ पनि शिवको नै हो क्या मन्दिर यहाँ पनि खास शिव ठाउँ हो सबैतिर त्यहाँबाट भेटिएको बिचमा मन्दिर अहिले चाहिँ यस्तो छ अहिले धारा बनाइसक्यो खासमा पहिला धारा थिएन अहिले चाहिँ अब यो मेलाको लागि अब 2 वर्षको लागि भनेर यहाँनिर पुरै मेला त सब खतरा बनाएर रहेछ अब 2 वर्ष भदौमा हुन्छ 84 भदौमा हुने रे त्यतिखेरको लागि चाहिँ यहाँनिर नुहाउनको लागि पोखरी पनि रेडी भइसकेको छ यहाँनिर रेडी भइसकेको छ यहाँ ल 12 वर्ष मेला लाग्ने हो 84 भदौमा यहाँ चाहिँ मेला लाग्छ अरे गोदावरी मेला 12 वर्ष मेला लाग्छ खासमा 12 वर्षमा एकचोटि हुन्छ